Hey guys, what's up? It's me, Air Origin Official on the mic. अनि आज चाहिँ हाम्रो ओभरअल हामी साथीहरू we are moving towards कालुपाण्डे डाँडा है and it's so very much wonderful अनि टप गिटारहरू लिएर गएको छ and we have a short drinks and it's pour inside the tanks and we're gonna rock the today's moment and we have arranged these days almost from 1 week before, right? So most of the guys they are back of us, so we are waiting for them. And अब हामी direct we're gonna go on this upward hills and we're gonna enjoy, guys. Let's go and let's do this gap shit, man. सो हामीहरू चाहिँ अहिले कलङ्की क्रस भइसक्यौँ यता चाहिँ बसपाक जाने बाटो यता चाहिँ ललितपुरतिर जाने बाटो बस यता चाहिँ आइरहेछ यहाँबाट चाहिँ हामीहरू क्रस गर्ने भनेको छ होइन यो चाहिँ हाम्रो खाद्य साथी यता चाहिँ साझा यातायातको बस आइरहेछ केटा हो ठोकौला है ठोकौला ओके यताबाट चाहिँ माथि जानु पर्दो रहेछ मलाई चाहिँ थाहा थिएन है हामी यता कटेर चाहिँ यता लाग्यौँ ट्र्याक्टर आयो है कस्तो सानो सानो रोड रहेछ है चौडा छैन केटाहरू चाहिँ बाटो बिर्सेर यहाँ आए है जानुपर्ने चाहिँ तल बाटो हो भन्छन् उता गलत बाटो गएर फेरि तल झर्दैछौँ खै कता जानुपर्ने रे अनि हामी चाहिँ गलत बाटो लागेछौँ फेरि रोक्या छ त किन हो यहाँ रोक्या छ त फेरि यहाँबाट जानुपर्छ भनेर ए यहाँ यस्तो रहेछ त अनि किन नरोकुन् मलाई के हो भाइ के हो किन त्यत्तिकै बोलाएको बाटो त त्यही हो के भयो भाइ हामी त्यस्तो जडे होइन गजेडी होइन भाइ जम क्यामराम्यान भनेको हाम्रो यो साथी हुन् जो हाम्रो क्यामेरामा चाहिँ ब्याकग्राउन्डमा बोलिरहेको हुन्छन् नि उनै हुन् किनकि आज चाहिँ मैले हेलमेट मेरो अर्को हेलमेट थियो अब दाइले चाहिँ यो हेलमेट लगिदिनु भएर तनाव भयो यहाँ भ्लगै बनाउन सकिनु लागेको छैन त्यही भएर चाहिँ एउटा क्यामराम्यान चाहिँ राखेको छु मैले एउटा हाम्रो क्यामराम्यान हामीहरू चाहिँ अब हिँड्न लाग्यो यहाँबाट सामान किनेर आइज हो आइज त्यहाँ दामी दामी केटीहरू छ ल जाउँ खत्रै उकालो छ यार यहाँबाट तल झऱ्यो भने त उक्ली भाइ उक्लिन्छ त्यस्तो गाह्रो पनि छैन यहाँबाट त रोड राम्रै आयो फेरि यस्तो ठाउँ छ नि यसमा होइन ठाउँ चाहिँ राम्रो छ काठमाडौँको सिटी त्यो पोल्युसन भन्दा बाहिर फ्रेस हावा चराचुरुङ्गीको आवाजहरू आइरहेको छ तर खासमा अहिले चाहिँ उकालो धेरै रहेछ एकदम मेरो जुत्ता चाहिँ स्ट्यान्डमा चाहिँ सिकिरहेको छ ल फेरि उकालो छ माथिसम्म उकालो रहेछ
यता पनि जङ्गल, यता पनि जङ्गल, मकैबारी दर्याम दर्याम। मकैबारी तलनिर एउटा देखाएको थियौँ, अरू त भेटेन त्यस्तो खास। यता बिवाइडी चलिरहेछ, तलमा बिवाइडीले तानेको छ हौ, त्यो तानिहाल्छ नि, पावर हुन्छ नि त्यहाँ। वाउ, इट्स लुक्स क्रेजी म्यान। यताहरू चाहिँ जोडीहरू, वाह, दामी दामी जोडीहरू नाचिरहेछ। सो नाइस भ्यू। इन्जोय गर्नुहोस् गाइज हाम्रो यो ब्लगमा। हामीहरूसँगै तपाईँहरू पनि इन्जोय गर्नुहोस्। अब यतापट्टिबाट चाहिँ अब हामी पुग्न आँटिसक्यो होला है। डह्रो खान्छ नि सब्सक्राइब हाल्नु पऱ्यो। हाम्रो च्यानललाई पनि सब्सक्राइब हाल्नु पऱ्यो गाइज। यता चाहिँ काठमाडौँ भ्यालीलाई छोडेर हामी माथि आइसकेका छौँ। यो चाहिँ झापाली, हाम्रो झापाली भाइ पछाडि चाहिँ तल भिलेज रिसोर्ट रहेछ, यहाँनिर बोर्ड रहेछ। अब यहाँबाट चाहिँ यो चाहिँ भ्यू पोइन्ट होला होइन, भ्यू टावर होला। गुडविल ग्रिन रिसोर्ट भनेको छ चाहिँ। यता काफलहरू चाहिँ रहेछ, पहिला खाना आएको भयो भने थियो, हामीले थाहै पाएन। यता चाहिँ एउटा स्तुपा छ, कुन अब आई डोन्ट नो कुन स्तुपा हो, तर त्यो भयो। यता चाहिँ भ्यूहरू चाहिँ दामी दामी भ्यूहरू रहेछ। यता काफलको रुखहरू रहेछ, बट हामीले चाहिँ आउन पाएनौँ। त्यो सिटीको पोल्युसनभन्दा बाहिर राम्रो रहेछ चिल गर्नलाई होइन, फ्रेस मौसम। फाइनल्ली हामी चाहिँ यहाँ पुगिसक्यौँ। हाम्रो यो कारुपाण्डे
कुराहरू छन्। मलाई के भयो त्यहाँ? हानिसकेको थिएन। के भयो खासमा त्यहाँ चाहिँ? त्यहाँ चाहिँ भिडियोजहरू चाहिँ नगर्नु पर्ने रे। हजुर। अब म परे सुतिया मान्छे भिडियो बनाएर रिसाइकल बिनमा राखेर चाहिँ बाहिरबाट डिलिट हाल्छ। डिलिट हाल्नु रिसाइकल बिनमा गयो होला नि त यार। रिसाइकल बिनबाट अब रिस्टोर हान्ने नि त। अनि सकियो। यो खतरा छ होइन हाम्रो अब चिल आउट गर्ने टाइम भइसक्यो। तर चाहिँ हल्का यो सूर्य पनि आइरहेको छ। उहाँ परतिर जाने उहाँ अगाडि उहाँ पर जाने सिटी भ्यू हेर्नु उता परपट्टिको उहाँ पर जाउँ न। अस्ति हामी जाउँ ल हामी अगाडितिर लाग्यौँ है। यहाँनिर चाहिँ हल्का गर्मी धेरै भयो, त्यसैले चाहिँ हामी हल्का अर्को लोकेसनमा जाँदैछौँ। अलिकति भारी सामान बोकिरहेको छ। भारी सामान हाम्रो अलि धेरै नै भारी छ है। चिप्सहरूको पोको छ। हाम्रो बाइकहरू यहाँ पार्किङ भइसकेको छ र हामी चाहिँ यहाँतिर धेरै गर्मी भएको कारणले गर्दाखेरि अर्जुन यार तिमी यार फाइनल्ली हामी यहाँ पुगिसक्यौँ। अब यहाँ कस्तो कुन ठाउँमा जानु भएको छ भनिदेऊ त एक्चुली। Hello everyone, namaste, it's me AR Arjun official on the mic, and I have right side Karan brother, and we are on in Kalipande Dara, hey, above the hills. So we are out here for a short cover, so let's go. Okay, every guys please participate out here. 3, 2, 1, go. Yeah. Let's guide. जसोको रचेको न जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो। जसोको रचेको न जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो। मेरो मनैको फुल टिपे मेरो मनैमा सिउरिए, मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरिए। मन साटे सोटुकै म त लाजैले निउरिए, म त लाजैले निउरिए। मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरिए, मेरो मन
मनैको फुल टिपी तिम्रो मनैमा सिउरिए काफल खाने कुइया मर्योला जुनकिरी सिसाकी गोली जम्मा मनको रहर कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर छोरी उड्यो बादल चुनलाई बसेको रेलै घुड्यो कान्छी बस्ने एक्लै रुनलाई म बसेको रेलै घुड्यो कान्छी बस्ने एक्लै रुनलाई आइतबारे मेलैमा गएको कान्छीसँग भेट भएको माइखोलीको तिरैमा बसी नछुटिने कसम खाएको नछुटिने कसम खाएको नछुटिने कसम खाएको उड्यो बादल छुनलाई म बसेको रेलै गुड्यो कान्छी बस्ने एक्लै रुनलाई